हेलो एभ्रिवान। अनि आजको भिडियोमा चाहिँ मैले हजुरहरूले आफ्नो एसई को जुन रिटोटलको फर्म भर्नुहुन्छ धेरैजनालाई चाहिँ टोकनको कन्फ्युजन भएको कारणले चाहिँ मैले यो भिडियो गराउन गइरहेको छु। सो यो भिडियोमा चाहिँ मैले इन्टायरली सुरुदेखि एन्डिङसम्म एकजना भाइको चाहिँ मैले रिटोटलिङको फर्म फुल्ली फिलअप गरिदिन्छु अनि उसको सबै पेमेन्टहरू गराएर टोकन्समा के राख्ने हो त्यो कुरा पनि मैले सबै भनिदिन्छु। सो ढिला नगरिकन चाहिँ यो भिडियो स्टार्ट गरौँ है त। सो सबैभन्दा सुरुमा चाहिँ हजुरहरूले यहाँ सिम्बल नम्बर हाल्नुपर्ने हुन्छ अनि आफ्नो डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले सर्च गरिसकेपछि चाहिँ यस्तो देखाउँछ। अनि हजुरले जुन सब्जेक्टको रिटोटल गर्नुपर्ने हो, भाइलाई चाहिँ कम्पलसरी म्याथमेटिक्स लागेको थियो, सो त्यसकारण चाहिँ हामीले कम्पलसरी म्याथमेटिक्स मात्रै चुज गर्छौँ है। उसको इकोनोमिक्समा चाहिँ ऊ पास भएको छन्, सो यसलाई चाहिँ हामीले यो गरेको छौँ। सो हामीले अब नेक्स्ट पे गर्नुपर्छ है। अब धेरैजसोको समस्या के हुनसक्छ भन्दा चाहिँ हजुरहरूको प्रब्लम कनेक्ट आइपिएस खल्ती यी सेवामा यो समस्याहरू आउन सक्छ होइन। मैले चाहिँ अहिलेसम्म 4-5 जनाको गरिसकेँ, अहिलेसम्म मेरोमा त्यस्तो केही पनि समस्या आइरहेको चाहिँ छैन। सो त्यसकारण चाहिँ हजुरको यदि त्यस्तो केही समस्या भयो पेमेन्ट गर्न भने चाहिँ हजुरले सिधै मलाई चाहिँ मेसेज गर्न सक्नुहुन्छ है, मैले पेमेन्ट गरिदिन्छु सबै। त्यसपछि हजुर सिम्पली ई सेवामा गएर आफ्नो चाहिँ यहाँ नम्बर हाल्न सक्नुहुन्छ। त्यसपछि आफ्नो यहाँ पासवर्ड हालिसकेपछि चाहिँ एउटा यहाँ लगइन फर्म खुल्छ होइन। लगइन फर्म गर्दा इन्टर द टोकन भन्ने कुरा छ। सो यस कारण चाहिँ धेरैजना भाइ बहिनीहरूको चाहिँ यो प्रब्लम आइरहेको छ। सो यो टोकन चाहिँ हजुरलाई पर्सनल्ली पठाइदिएको हुन्छ होइन। सो यो चाहिँ हजुरहरूले एन्टर गर्नुपर्छ। भाइको लागि चाहिँ टोकन यो आएको छ है। सो मैले चाहिँ अब कन्टिन्यू पेमेन्ट गर्छु। सो एभ्रिथिङ यहाँ मेरो डिटेल आएको छ। यसलाई चाहिँ मैले लुकाएर राखेको छु है, किनभने यो चाहिँ मेरो पर्सनल डिटेल छ, सबै एड्रेस यताउति छ। सो त्यस कारण चाहिँ मैले चाहिँ सबै यिनी कुरा चाहिँ अलिअलि लुकाएको छु। अब यहाँ मेरो ब्यालेन्सहरू यताउति सबै छ। सो त्यस कारण चाहिँ मैले लुकाएको छु है त। सो यसलाई चाहिँ मैले कन्टिन्यू पेमेन्ट गरेर मैले यसलाई कन्फर्म गर्ने बित्तिकै यो भाइको रिटोटलिङको चाहिँ हेज बिन कम्प्लिटेड, प्लिज भिजिट एनइबी वेबसाइट फर रेगुलर अपडेट्स भनेको छ। मैले चाहिँ यो चाहिँ भाइको लागि भनेर भाइले पठाउन भनेर यति मैले स्क्रिनसट गरिदिएको छु होइन। सो यही अनुसार चाहिँ अब भाइले चाहिँ जब आफ्नो रिटोटलिङ हुन्छ तब चाहिँ उनले आफ्नो रिजल्ट्स चाहिँ मजाले पिडिएफमा खोजेर हेरिदिन सक्छन् है त। सो आजको लागि चाहिँ यति नै। यदि हजुरलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि हजुर केही पनि प्रब्लम छ भने चाहिँ हजुरले तर कमेन्ट गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।